सक्दैन। ऊर्जा मन्त्री मुर्दाबाद, 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 ऊर्जा मन्त्री मुर्दाबाद, मुर्दाबाद, कुलमान घिसिङ जिन्दाबाद, केपी ओली मुर्दाबाद, केपी ओली मुर्दाबाद, कुलमान घिसिङ जिन्दाबाद। अब बालेले स्ट्याटस मात्रै लेख्ने होइन, फिल्डमा आउनु पर्यो, हाम्रो संरक्षण गर्नु पर्यो। बालेले हाम्रो लिडरसिप हिँडेको टुकी बालेर इन्भर्टर बालेर कुलमान फालेर सानो केटो हालेर जनता हेरेको हेरे जनता हेरेको हेरे सरकार पेलेको पेले सरकार पेलेको पेले हामी हेरेको हेरे हामी अभिभावक विहीन भएर बसेका छ। लिडरसिप गरेर आउनु पर्यो बालेन। आफू पनि सिङको नमाथि काम गर्न आउने मान्छेलाई पनि यसरी लखेर्दै गइस। यो लुटेराहरूले लगेको पैसा त्यहाँ लगाएर स्विस ब्याङ्क 1 नम्बरमा आएको छ। यसका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ। एक त्यो मान्छे आउनुपर्छ। हामीलाई कसले लिने जिम्मा? कुलमानले लिने कि बालेनले लिने कि हर्क सम्पादनले लिने कि आउँदै गरेको राजाले लिने? हामी कुलमान घिसिङलाई 1000 नम्बरले चाहिँ हामी उहाँलाई सम्मान गर्छौँ। 1000 हुन्थ्यो भने केपी ओली मुर्दाबाद, 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 प्रचण्ड मुर्दाबाद, 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 शेरे चोर, देश चोर। आजदेखि चाहिँ कालो दिन सुरु भयो। आजदेखिबाट चाहिँ तपाईँको लोड सेडिङ सुरु भयो। आजदेखिबाट चाहिँ अन्धकारमय दिन सुरु भयो भएर चाहिँ यो कालो लाएर आएको भाइ। पार्टीको झन्डा पार्टीमा छोडिदिनुहोस्। तपाईँहरूको पार्टीको हामीलाई विश्वासै छैन, विश्वासै लाग्दैन। धेरैचोटि धोका दिइसक्यो। यो रामायण पढाएर, यो विश्वमित्र पढाएर यो देश बन्दैन। यो 5 घण्टा यहाँ भाषण पायो भने यिनीहरूले यहाँ पुरै 6 घण्टा भाषण गर्छ। भाषणले यो देश बन्छ। यहाँ त विकासवादी नेताहरू आउनु पर्यो। तर आज ऊर्जा मन्त्रीले 0 दिएको छ। द्याट इज भेरी रङ होइन। हो त्यो जसले 0 दिएको छ त्यो मान्छे एक दिन 0 मा आउँछ। त्यो भन्न चाहन्छु। यत्रो जनताले चाहिँ राम्रो गरिरहेको ठाउँमा कहीँबाट 0 भन्ने हुन्छ भनेको यत्रो जनता किन उर्लिएको अरे? राति स्ट्याटस हेरेको छ अरे फेसबुकको के भएको छ भनेर कहाँबाट 0 हुन्छ? 1000 भन्दा बढी दिन्छौँ हामी कुलमान घिसिङलाई। जनताले उज्यालो खोजिरहेको ठाउँमा सरकारले चाहिँ अँध्यारो बनाइरहेछ। यो सबैलाई अँध्यारो बनाइरहेछ। यस्तो पनि हुन्छ मेबिनाको दाइ गर्न पाइन्छ के? जनता छैनन् कुर्सीमा कसले लगेको अरे? यो जनताले लगेको। यो यसरी जे मन लाग्यो त्यही गर्न पाइँदैन। हामीले चाहेको सबै जनताको लागि हो। यो अहिले उज्यालो खोजिरहेको सबै जनताको लागि हो। यो मन लागे कुर्सीमा बसेर नगर्नुहोस् भन्न अनुरोध गर्छौँ। जनताले कुर्सीमा राख्न पनि सक्छन्, जनताले कुर्सीबाट फ्याल्न पनि सक्छन् भन्ने कुरा चाहिँ दिनुहोस्। त्यो कुराको दलाल हुन् क्या, दलाल हुन्। इन्भर्टरको व्यापारको फेरि पनि फस्टाउन उ गर्न चाहन्छन्। त्यहाँबाट चाहिँ उनीहरूले ब्रह्मलुट गर्न चाहन्छन् होइन। हामी यहाँ त्यत्तिकै आएका होइनौँ। 18 घण्टा लोड सेडिङ हुन्थ्यो, त्यो आज अन्त्य भएको छ। देशमा तपाईँको चाहिँ प्राधिकरणको घाटा होइन पूर्ण रूपमा नाफामा गएको छ। त्यो हेर्नु पर्दैन। जुन राम्रो काम गर्ने व्यक्ति छन् सबैलाई छानी निकाल्ने छ यो सरकारले होइन। त्यो हुनाले अब जनता तपाईँको चाहिँ हिजोको जस्ता छैनन्, एकदम क्लेभर बाठा भइसकेका छन्। त्यो हुनाले गर्दा सडकमा निस्किन्छन्। व्यवस्था परिवर्तनको लागि जनता चाहिँ आतुर भएका छन्। हामी छैनौँ। हामी यही व्यवस्था हुनुपर्छ भन्ने पक्षमा छौँ। तर तथापि सरकारले यदि यही हरकत गर्दै गयो भने बङ्गलादेश बन्दैन भन्न सकिँदैन। नेपाल फेरि घरबाट निस्किन्छन् जनता। अब हामीले बालेन शाहलाई पनि 32 वडाको मात्र प्रमुख भएर नबस्नुहोस् तपाईँ। अब आउनुहोस्, यो देशको प्रधानमन्त्री तहसम्म तपाईँ पुग्नुपर्छ। प्रधानमन्त्री तहमा पुग्नको लागि तपाईँ कहाँ आउनु पर्यो भन्दा राजनीतिक फिल्डमा आउनु पर्यो। अब हामीले 4वटा मुद्दा लिएर जानुपर्छ भनेर भनेका छौँ हामीले होइन। 4वटा मुद्दा चाहिँ के हो भने सबैभन्दा पहिलो मुद्दा चाहिँ कार्यकारी प्रधानमन्त्री जनताले चुनेको हुनु पर्यो क्या। जसरी बालेन शाह आज 50,000 मत जनताको मत पाएर चाहिँ मेयर हुने, प्रधानमन्त्री किन नहुने? अब प्रधानमन्त्री बन्नुपर्छ बालेन शाह। र हामी जनताहरू रेडी भएका छौँ बालेन शाहलाई पनि प्रधानमन्त्री बनाउनको लागि। तर त्यसको लागि उहाँ अहिले चाहिँ मेयर पदमा अड्केर बस्ने होइन। र यो अब राज्यको जति बुवासहरू छ, काम गर्ने मान्छेलाई टाउकोमा हानिरहेको छ, यो त तपाईँहरूलाई थाहै छ। आज कुलमान घिसिङ 18 घण्टाको लोड सेडिङलाई मुक्त गरेर यो देशको 50 अरब बेच्न पुग्ने गरी उहाँले लिएको मान्छेलाई यिनीहरूले अहिले रातारात 3 महिना पनि बाँकी हुँदै गर्दाखेरि चाहिँ निकाल्नै पर्ने अवस्था के आयो? के आपत आइलाग्यो यिनीहरूलाई? भनेको अर्थ के हो भने हिजो चुनाव खर्च चलाउनलाई 5-6 अरब त खर्च भयो होला नि त। यहाँ व्यापारी पनि 2 नम्बरीहरू छ क्या। यहाँ अहिले इन्भर्टर र तपाईँको चाहिँ जेनेरेटर होइन, जेनेरेटर यिनीहरूले जम्मा गरेर हामीलाई मैनबत्तीमा बिक्री बढाउनको लागि हामीलाई अन्धकारमा। त्यही भएर यो चाहिँ नसोचौँ साथीहरू, भ्रम नपर्नुहोस्। किनभने हिजो डिजिटल जमाना यस्तोसँग आएको थिएन जतिखेर तपाईँहरूले हामीलाई लोड सेडिङमा राख्नु भएको थियो है। हामीसँग टिकटिके फोन मात्र थियो त्यो बेलामा क्या।
अब हरेकको हातमा चाहिँ एन्ड्रोइड सेट छ तपाईँले गरेको कुकृतिहरू 1 घन्टामा हामी पर्दाफास गराइदिन्छौँ प्लिज तपाईँको पार्टीको झन्डा लोगो सबै तपाईँले आफ्नो पार्टी कार्यालयमा छोडेर यो देशलाई बनाउँछु भनेर आउँछु म बन्छु भन्ने आउने मान्छेले निषेधित क्षेत्र हो अब यो अर्को कुरा भनेको बालेन शाह जसले काठमाडौँ महानगरपालिकामा 3 महिनादेखि बजेट अड्काइराखेको छ हो उहाँको स्टाटस तपाईँहरूले पनि हेर्नुभयो होला होइन र उहाँले के भन्नुभएको छ भने अब 3 दिनभित्रमा तिमीहरूले हामीलाई यो बजेट पास गरेन र हाम्रो कर्मचारीलाई हामीले तलब खुवाउन सकेन भने तिमीहरूले ल्याएर चाहिँ टुकुचा खोलामा ल्याएर गाडिदिन्छु भनेर भन्नुभएको छ सर हुनुहुन्छ उहाँ विशेष गरी यो र्याली विरोध कार्यक्रममा आउनुभएको थियो र सरलाई स्वागत गर्न चाहन्छौँ। धन्यवाद, नमस्कार। सर अनि निषेधित क्षेत्रदेखि उता जान पाइँदैन भन्ने कुरा भइसक्यो, तपाईँहरू फर्किनुभयो? हामी फर्किसकेको छैनौँ, आन्दोलन जारी नै छ। यहाँ साथीले यहाँ नाराबाजी गरिरहनु भएको छ। नाराबाजी गर्दै गर्दाखेरि संसद भवनभित्रै छिर्ने कुरा थियो, अगाडि बढ्न सक्नु भएन, यो मास पनि अलिकति थोरै नै भएको हामीले देखिरहेको छ। के भन्न चाहन्छु? स्फूर्त रूपमा यो देशव्यापी रूपमा यो आन्दोलन भइरहेको छ। यहाँ हेर्दाखेरि तपाईँले थोरै देख्नुभयो होला। यो परिवर्तन भन्ने कुरो थोरैजनाले होइन, यो विचारधाराले हुने कुरा हो। जुन प्रकारले केपी ओलीले जुन कुलमान घिसिङ यो उज्यालोको नायक जस्तो मान्छेलाई निकालेर जुन सडकमा पुर्याउने कोसिस गरिरहेको छ, यसको विरोधको घोर विरोध र भर्सना हामी गर्न चाहन्छौँ। र साथसाथै यसको पहिलो दिन हो, पहिलो दिन भएको हिसाबले हामी थोरैजना हुन नसक्छ, तर हाम्रो विचार ठुलो छ। यस्ता भ्रष्टाचार घुसखोरी जुन अनि राज्य निरङ्कुश शासन छ, यसको विरोधमा हामी लडिरहन्छौँ र लड्नको निम्ति हामी अगाडि बढ्छौँ भने यस्तो विरोध कार्यक्रमहरू विभिन्न ठाउँमा निस्किरहेको छ होइन, धेरै चाहिँ यो विरोध कार्यक्रमहरू निस्किरहेको छ, तर पनि सरकारले सुनवाई भइराखेको छैन। जस्तै मुकुमकै कुरा आयो होइन, विभिन्न ठाउँदेखि चाहिँ यस्तो विरोध कार्यक्रम निस्केको छ। आज तपाईँहरूको यो विशेष गरी उज्यालो नेपाललाई उज्यालो पार्ने कुलमान घिसिङलाई चाहिँ जुन पददेखि निकाल्यो त्यसको बारेमा चाहिँ विशेष तपाईँहरू चाहिँ घोर विरोध गर्दै हुनुहुन्छ। यसको सुनवाई चाहिँ होला जस्तो देखिन्न। यो छाटकाट हेर्दाखेरि के हुन्छ त, यो यसको विकल्पमा तपाईँहरू कुन तरिकाले अगाडि बढ्नुहुन्छ त? तपाईँहरूको योजना, भावी योजना अहिले स्फूर्त रूपमा जनताको आवाज बुलन्द भइरहेको छ। हजुर, अब हरेक कुराहरू सानैबाट सुरु हुन्छ। अहिले हेर्दाखेरि सानै देखे पनि भोलि अवश्य ठुलो हुन्छ। हजुर। र कुलमान घिसिङको कार्यकाललाई हेऱ्यो भने धेरै महिना पनि थिएन, हजुर, जम्मा 5 महिना मात्रै थियो। हजुर। र उहाँको कार्यकाल सकिन्थ्यो। हजुर। त्यति चाहिँ नपरिकन जुन अन्य अत्याचार गरेको छ, हजुर, अनि जुन प्रकारले कुलमान घिसिङले जुन राम्रो काम गरेको थियो र भन्ने कुरा त नेपाली जनता सबैलाई थाहा नै छ। पहिला सुरुमा हामीले हेर्दै गयो भनेदेखि हामी 16 घन्टा 18 घन्टा हामी लोड सेडिङमा बसिरहेका थियौँ। दियो बालेर बस्नु पर्थ्यो, बत्ती बालेर बस्नुपर्ने अवस्था थियो भनेदेखि अहिले हामी बिजुली बालेर बसिरहेको अवस्थामा फेरि पनि जनतालाई अँध्यारोमा राख्न लोड सेडिङ गराउनेको निमित्त जुन मान्छेहरूले जुन कदमहरू चलाएको छ, यसको विरोधमा स्फूर्त रूपमा जनताहरूको भोलि बढ्दै जानेछ र भोलि आउनेछ भनेर मैले आशा गरिरहेको छ। र साथसाथै एउटा कुरो के पनि भन्न चाहन्छु भने अब यसरी हेर्दै गर्दाखेरि यो देशमा जुन शासनको छ, यो निरङ्कुश शासन छ। राणा शासन भन्दा पनि कम देखिँदैन हामीले, किन भन्दाखेरि राणा शासनमा पनि यस्तो अन्याय र अत्याचार भएको थिएन होला जस्तो लाग्छ। यस्तो अन्याय अत्याचार केपीको सरकारले गरेका रहेछौँ, यसलाई हामी खबरदार गर्छौँ। र सुरुमा यति खबरदार गर्दा पनि मानेन भनेदेखि हाम्रो आन्दोलनको स्टेपहरू हामी बदलिँदै जान सक्छ र भोलिको जनयुद्धसँग